हाई सेवा नमस्ते। एउटा दुःखद घटना, त्यो दुःखद घटनाको बारेमा यहाँलाई म त्यो जानकारी गराउनको लागि यो भिडियो यहाँमा सेयर गर्ने कोसिस गरिरहेको छु। मङ्सिर 19 गते दुबई पुग्नुभएका ढाका प्रसाद राई, शम्भु राई उहाँको अचानक हार्ट एट्याकको कारणले चाहिँ दुबईमा मृत्यु भएको छ। र उहाँ मृत्यु भए पश्चात उक्त समाचार सुनेपछि हामी अत्यन्तै दुःखी भएका थियौँ, भागभिल भएका थियौँ। र उहाँ चाहिँ हुनुहुन्छ उलाबारी 4 निवासी हुनुहुन्थ्यो र मङ्सिर 19 गते मात्रै दुबई पुग्नु भएको थियो र फागुन 19 गते अचानक मृत्यु भए पश्चात हामी सबैको पहलमा उहाँको 17 दिन पछाडि चाहिँ उहाँको पार्थिव शरीर चाहिँ आफ्नो जन्मथलो उलाबारीमा ल्याउन सफल भएको छौँ र उहाँको पार्थिव शरीर चाहिँ उलाबारीमा ल्याइस पश्चात उहाँलाई सकुशल हामीले चाहिँ यो मङ्गलबारे पतिर सुनझोडामा चाहिँ अन्तिम दाह संस्कार हामीले गरेको छौँ र हामी सबैजनाले चाहिँ उहाँको चिर शान्तिको कामना गर्दै हामीले उहाँलाई बिदाई गर्दाखेरि मोटिभा केही दिन सकेनौँ। र यो घडीमा परिजन अत्यन्तै शोकाकुल अवस्थामा हुनुहुन्छ। हामी अत्यन्तै पीडामा छौँ र हामी एउटा ससुराली भएकोले गर्दाखेरि हामी पनि उक्त दुःखमा हामी पनि त्यहाँ पुग्न पाएको छौँ र पक्कै पनि परिजनमा ठुलो चोट पुगेको छ, गहिरो असर पुगेको छ र हामीले त्यो गुमाउनु पीडा हामीले सहन गर्ने क्षमता गुमाउनु परेको छ। तर पनि प्रकृतिको नियम हो, हामी जन्मे पश्चात मृत्यु एक दिन अवश्य नै हामी सबैको हुने नै छ। त्यही पनि हामीले चाहिँ चित्त बुझाउनु परेको छ। त्यसैले गर्दाखेरि उहाँको आत्माको चिर शान्तिको कामना गर्दै उहाँ सुतुङमा बास होस् भन्ने हामी कामना गर्न चाहन्छौँ। र यसै भिडियो चाहिँ मेरो पेजबाट चाहिँ युट्युब च्यानलबाट चाहिँ सेयर गर्न गरेको छु। पक्कै पनि एउटा सम्झना स्वरूप मैले सेयर गर्ने कोसिस गरेको छु। पक्कै पनि हामी अत्यन्तै भावुक अवस्था छौँ र उहाँको कार्य चाहिँ यही चैत 10 गते आइतबारको दिन त्यहाँ निजी निवास उलाबारी छाता चोकमा हुने पनि जानकारी गराउन चाहन्छु। र बाँकी उहाँको नेपाल सरकारले दिने राहतहरू र इन्सुरेन्सबाट पाउने राहतहरू र जुन कम्पनी उहाँ कार्यरत हुन्थ्यो त्यो कम्पनीले पक्कै पनि क्षतिपूर्ति दिनुहुन्छ भन्ने हामीले आशा राखेको छौँ। यति भन्दै यो भिडियो यहाँमा सेयर गर्न लागिरहेको छु। पक्कै पनि हेरेर हामीले